आज चाहिँ हामी पस्कट सर्न आएको आङी सोर्दै हुनुहुन्छ उता हामी चाहिँ पस्कटै धेरै रहेछ पुगिसक्यो होला हेर्नु हामी सोरेको यो माथिदेखि सोरेर आएको आङी चाहिँ उहाँ सोर्दै हुनुहुन्छ जुम गरेर देखाउँछु ल पिन्टु माथि गर्ने होइन कि यहाँ ल्याउनु न यहाँ त्यहाँ त कसरी उयो गर्नु बढी हुन्छ होला दुई बोरा त हजुर होइन अब पहिला यही आएछ न फेरि हो त बिहा पुगिन भने फेरि सोध्ने पिन्टु यहाँ आउनु पिन्टु 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 आयो पिन्टु आयो पिन्टु आयो 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 पिन्टु 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 ल हाम्रो चाहिँ भारी पुगिसक्यो अब हाल्छु जङ्गल चाहिँ गोकर्णको जङ्गल हो हामी चाहिँ यो बोरामा लाने हो माथितिर चाहिँ भवनहरू छ पुग्ला पुग्ला त्यही त धेरै तल नलानु यो बोरामा अब पिन्टु अब हाल्ने होइन त्यो पनि तल ल्याउनु पाए त हुन्थ्यो हुन्छ हामीले देउरानी जेठानी भाग्दाखेरि यस्तै गरेर हँसियो रुखमा ठुङ्गेर त्यहीँ नाम्लो त्यो डोरी हुन्छ नि बोक्ने नाम्लो त्यो त्यहीँ बानी राखेर आएको हामी खाने किन भागेर आएको दिदी 4 वर्षको थियो कमल पेटमा अनि कसरी उयो भयो त्यो अनि मान्छे कहिले लग्यो त भेटेपछि जङ्गलमै त्यो चम्महर डोलमा त्यहाँ नसुनी त चिलाउनेहरू छ भने अलिक चिलाउँछ अनि कमल पेटमा रहेछ हामीलाई थाहै छैन कमल र हाले अनि उ के अरे त्यो आइ पनि आउनु भएको थियो र सँगै आएको देउरानी जेठानी अनि उसलाई चाहिँ तपाईँको चाहिँ यो उसलाई चाहिँ मम्मी आएर मम्मी र बाबा उसको मम्मी यहाँ कमलको बाबा आउनु भएको नि त अनि उसलाई चाहिँ मम्मीसँग घर जाँदै घर पसिआएको भने पैसा भएको हो क्या त्यो सुन्दाखेरि त्यस्तै याद आएछ क्या मलाई अनि तिम्रो मम्मी पनि त हो नि हो सल्लाह गरेको थियो 3 बहिनी आउने भनेर लास्टमा मेरो दिमागमा के कुरा पाते दिमाग छ नि त मेरो मामा भानिज त काटामार हुन्छ हामी गयो भने तिमी बस्दै गरेर काहीँ भन्छ त हामीले काहीँ पछि अब हामी माथि गएर काम खोज्छौँ ठाउँ मिलाउँछौँ तिमी आउला भनेर बिचारा हस् पाउँछु भनेर ल